यो चाहिँ धामन सर्पले फेरेको काँचुली भर्खरै। यो चाहिँ टाउकोपट्टि हो। यो चाहिँ भर्खरै धामन सर्पले काँचुली फेरेको छ यहाँनिर। अघि यहाँ खेतमा कोही पनि थिएन, सुनसान थियो, त्यही मौकामा उसले काँचुली फेरेर गएछ यहाँ। यो यति लामो चाहिँ धामन सर्पकै काँचुली हो। कति लामो छ। सर्पले चाहिँ यसरी काँचुली फेर्छ। लगभग 6 फिट होला यो। यहाँदेखि छ, यहाँ टाउकोदेखि यसरी यहाँ छ पुच्छर। सर्पले काँचुली फेर्ने बेला भएछ अब। लगभग 6 फिट भन्दा लामो धामन साँप रहेछ यो काँचुली फेर्ने।